Hello and welcome guys to my new vlog. I hope you सब सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि आज चाहिँ हामी गाडी आउँछ समय अब कहाँ जान्छ भनेर चाहिँ थाहा भइहाल्नुहुन्छ So मैले चाहिँ कपडा प्याक गरिसकेँ मेरो जुत्ताहरू पनि लिनु छ यार जुत्ताहरू गर्छ एउटा जुत्ता यो लगाउनु पर्यो एउटा जुत्ता यो लगाउनु पर्यो एउटा जुत्ता कन्भर्स लगाउनु पर्यो कन्भर्स कहाँ छ यार त्यो लसमा गर्छ मेरो कन्भर्स लसमा सो लसमा पनि बोलायो अरे अनि मेरो अब कन्भर्स र ऊ पनि कारको पनि त्यही छ म लिन जान लाग्छु लेट्स गो हैन ओए सो म चाहिँ अब रेडी भएर लसमा गएर हिँडिसकेको छु अनि यो चाहिँ हाम्रो मदन छ गाइस लसमा घर चाहिँ यहाँदेखि अझै भित्र गएर दुईटा बाटो चाहिँ चेन्ज गर्नुपर्छ यार अनि यस्तै छ ठिकै छ नि त अब लसमा घर जानु त हो न टाइम भेटौँ नि त अब बाई सो म चाहिँ लसमा घर पुगिसकेको छु मेरो अगाडि चाहिँ लसमा घर राख्ने अनि ठुलो हुन्छ आएर उसमें कन्भर्स निकाल्न त सो मैले कन्भर्स चाहिँ लगाएँ है अनि कारको चाहिँ उसले धुन हालेको छ क्या अनि धोएर पनि भ्याएर चाहिँ चिसरी चाहिँ भिजाएर राखेर छ अब यार लाउने के हो यार मैले फिक्स गरेर दिएको कपडा त्यही थियो यार अरू के जुगाड हुन्छ कि म जुगाड गर्छु कि भए पनि भयो भएन भने चाहिँ हेरौँ के हुन्छ हामीले अनि राम्रोसँग भिडियो आएको छैन घरबाट अनि अब चाहिँ अब म घर जान्छु नि घरको भेटौँ न त भिडियो राम्रो बनिरहेन त्यो होइन ओहो जाने न अब छिटो जाम कि हिँडौँ कि अब खै अब हिँडौँ घुम्नु जाने आज आएन त हाम्रो लक्ष्मण दाई देखिनु भएन यार काल देखिनु भयो यार हो बल्ल अनि अब चाहिँ हामी यहाँदेखि हिँडेर पाउँछ ल अन्त भिडियो पाऊँ ल तर सन्चो भाइ जाने बाइक चाहिँ अब जाने बाइक चाहिँ हिजो अस्ति जान्छु आइन्दाले बाटोमा कोही नजाँदा बाइक सम्झिनुपर्छ भनेर अब आज हेरौँ के आज त झन् बाटोमा कोही पनि हुन्न कोही हुन्न आज झन् हुन्छ ट्राफिक हजुर कोही कम बाटो हुनुहुन्छ
हटा दादा त्यहाँनिर जाने हो भने ट्राफिक बसिरहेको ए मेरो ब्यागहरू त्यही छ त अन्त अर्को फोन खै चार्जर चार्ज छैन हौ घुम्दाम न ए हजुर अब त्यहाँ उठ्यो ल अब हामी चाहिँ अन द वे भिडियो पाउँछौँ ल बाई सो अब हामी चाहिँ हिँडिसकेको चाहिँ अब 3 जना बस्छ नि त बाइकमा दुई जानु पर्यो ट्राफिकमा देखिनु जाने चलान कटेका तेरा हावाको प्रेसरले गर्दा नि आवाज हाम्रो सुनिरहेको छैन होला है अनि हामी चाहिँ अब स्टुडियोको अफिस आइसकेको छ है अब मेरो आउँदै हुनुहुन्छ अनि अलिकति काम छ अरे अनि काम भ्याएर जाने अरे म मेरो बाटोमा हुन्छ कि म एकछिनमा मोमो देखाउँछु ल हुनुहुन्छ भने चाहिँ आइपुग्नु भएन फाइनली मम्मीहरू जानु भयो तीन दिन मान्छे चलान गरेका त 1000 रुपियाँ निकालो So we are going in office. नमस्कार नमस्कार लगाम लागि पछि भइहाल्छ त ल हामी चाहिँ पनि निस्केको छ अनि आफ्नो क्यामेरा टिमहरू निस्किनु बसेको छ हामी सिकाउनु छ नि त क्यामेरा 4वटा मोबाइलमा हो कि नै र बाबा चाहिँ यहाँ सल्लाह गर्नु थाल्नुभयो चाहिँ के भयो ब्यागमा राख्नु सम्झेको सो अब हामी त्यहाँदेखि अब हिँडेर भिडियो बनाउनुलाई अनि ठिकै छ नि त अब अन द वे भिडियो बनाउँला केही छैन अनि यो चाहिँ मेरो बाइक है म चढ्न नपाए पनि 115696 रहेछ B12 5696 बाइक चाहियो भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु लाग्ने 3 लाख हो कि नै मजा गरेको अनि कहाँ जानु लक्ष्मण दाजु आउँदै हुनुहुन्छ गाउँको भेट्दा नि अब अन द वे भिडियो पाउँछ त्यहाँदेखि गाउँपछि भेट्दा नि त बाई हाम्रो चलान नकाटियोस् भनेर हामी चाहिँ खेतीबाडी युज गरेका छौँ है हामी चाहिँ तनावमा पऱ्यौँ एउटा राइडमा जान्छ एउटा लेफ्टमा जान्छ कुनबाट जाने हो योबाट हाइवे जान्छ अब योबाट कहाँ जाने नै यताबाट इलाकामा जान्छ योबाट दिघिया जान्छ दिघियाबाट हाम्रो सरबाट कन्फर्म गर्नुपर्ने बाटो चाहिँ यता त दिघिया जान्छ हैन यताबाट मदन चोक निस्केर यहीँबाट मदन चोकबाट सिधै भित्र निस्क्यौँ नै यता जान्छ हुँदैन यताबाट साइकल देख्ने बित्तिकै
लग्ने रे अनि हाम्रो लोकेसन दामी लामलाई पनि सेटअप हुँदैछ है उसको लागि चाहिँ हम बोले थे भैया हमको बाइक दे दो तुम समझे नहीं देखो ऊपर वाले ने क्या कर दिया उधर ना एकदम बाबुको चाहिँ अब फर्स्ट चाहिँ सुरु भइरहेको छ है त यो फर्स्टमा चाहिँ यो बाइकलाई यो टर्निङबाट लिने कार्यक्रम चाहिँ छ एकदम बिस्तारै अब बिस्तारै एकदम नानी पनि धेरै खुसी छ है बाबा आज ल एकदम एक्सन भइरहेछ है त एकदम जाऊ क्यामेरामा नहेर्नु है क्यामेरामा नहेर्नु बाबु एकदम यता चाहिँ बाबुको ड्याडी मम्मी अब नवराज दा बाबु चाहिँ यहाँ चाहिँ फेरि टिकटक चल्या एकदम ओहो एकदम होइन गाइज अनि मेरो चाहिँ फर्स्ट भिडियो राष्ट्रिय नर्भस भइरहेको थिएँ म अनि त्यो बाइक स्टार्ट गर्दा पनि कस्तो डराइरहेको थियो यस्तो अब के गर्ने भनेर पानी खान जानेर अब फर्स्ट दिनमा यस्तो भइरहेको छ पुरा अब मुटु डुक पुरा चिसो भइरहेको छ कहीँ हो नि बाइक स्टार्ट हुँदा बन्द भइहाल्ने हो कि यस्तो डराएर अब ल ठिकै भयो त्यो अब अर्को छोडेको सामान लिन जानुभएको छ अहिले स्टुडियोमा अनि हाम्रो चाहिँ होइन फ्यामिलीको यहाँ टिकटक बनाउनु भइरहेको छ टिकटक बाबा गइसक्नु भयो अनि ठिकै छ नि त अब आउने हामी बाँकीको अब भेट्दै गरौँला लोकेसन पनि दामी छ नि हेर्नु सक्नुहुन्छ ल अब चाहिँ नेक्स्ट दिन भेटौँ न ल बाई एकचोटि पाइन्ट बिन नलगाएको कहीँ च्यात्ते लानु डर छ मलाई नलगाएको हजुर त्यो नलगाएको बेल्ट लगाएको अर्को बाबा दोकान आउनु भयो त्यही माथि हेर्ने गाई छैन बाटो चाहिँ अस्ति खत्म छ यहाँको
ये चीज मैंने मेला में देखे थे यार लास्ट टाइम है राखे हम तो सुरु में मेला में पिंग गयो सो है अनि अर्को भिडियोको लागि चाहिँ अनि डाक्टरले बोलाइहाल्नु भयो तर बहुत अल्छी लाग्छ 11 बजेको बिहानदेखि केही खाएको पनि छैन भिडियो बनाउनु चक्करमा अहिलेसम्म त्यही क्लिप भनेको त्यो बाटोको बाइकको क्लिप पनि लगेनौँ बल्ल बल्ल गाउँघरको होमस्टे पुग्यौँ थारू होमस्टे अब अर्को क्लिप लग्ने अरे यहाँ लास्ट थाक लागेपछि त अब चाहिँ अब क्लिप लग्ने बेला भेटौँले बिहान दिएछन् ए काले मान्छे गमेको होइन अब यो फेरि हिरो बन्ने होला हैन हिरो बन्न त आएको त नि हम पैदा हुए थे ना तब हम हीरो थे जब मरेंगे तब तक हीरो रहेंगे मरिसक्यो भने हिरै हुन्छ भन्न रुखहरूले हावा पनि छोडिदिन्छ हुन्छ तपाईँले नानीलाई लगाइदिनु न केटीलाई कसरी लगाउने केटीलाई नि थाहा हुन्छ केटालाई त जस्तो हल्का फुल्का छोडेर नि बताइदिन्छ बुढाले त्यो पहिला नगाउनु अनि सेकेन्ड प्राइमर त्यसपछि फाउन्डेसन लाग्छ यता यसमा यहाँ क्या छ नि फाइनल मेरो मेकअप चाहिँ भ्याइयो बास मलाई टल्किने जस्तो हो त यार त्यो मिलिहाल्छ पछि भिडियोमा एडिट गर्न मिल्छ होला यो त्यो गाई पनि छ त्यो मकै लिप्स लाउने र मकै केटीहरू लिप्स लाउनुलाई लिप्सिङ हुन्छ तर एक्सप्रेसन कस्तो दिने त्यो गर्दैन हो त्यहाँ बसेर यो सानो ढुङ्गामा बस्छ त हुन्छ होला यार त्यहाँ त बस्छ नि त्यति जाऊ त बस्छ त एक्सप्रेसन दिन त मलाई आउँदैन सुरुबाट बजाउँछु तिमी गर है अनि उसको हेर है तल तल यसमा तल्लोमा यो पहेँलो छ नि त्यसमा 3 बस छ क्या सजिलो छ त यार काम गर्न यार यसोबाट धेरै लामो नमार्नु भिडियो हेरेर यी पनि झ्याउँछु मैले ल बस नास दाउरी यहाँबाट लिनु हाय ल भयो के यहाँ त देख्ने क्या भएन देख्यो नि भिडियो त भइरह हो यस्तै हात गर्दाखेरि पछाडि देखाउने है फेरि अगाडि देखाउला अगाडि कोही छैन यहाँ अझ अगाडि
सानो गराउनु पर्छ देखियो नि जस्तो लाग्यो यताको सिने अहिले यहाँ सुरु भएपछि म त्यहाँ आउँछु कि अहिले मिलेकै छैन पछाडि पहिला सुरुमा यता हेरेर हो त्यसरी लिप्सिङ गर हैन किन ल मेरो जिन्दगीको अन्तिम पलसम्म। हेलो गाइस, हाम्रो आधा सुट चाहिँ भइसक्यो फाइनली। 3 जाडा क्लिप सुट भयो है। अनि अब बडा मुस्किल भइरहेछ, एकदम गाह्रो भएछ है, फर्स्ट टाइम भइरह्यो होला। अनि अब यस्तै इन्जोय हो कि इन्जोय गरेर राख्नु। 2-3 सुट गरेको, योभन्दा अगाडि पनि डान्स चाहिँ गरेको थियो। अब यसरी एक्टिङ गरेर गाह्रो हुँदो रहेछ है गाइस। अब हाम्रो नेक्स्ट लोकेसन यही नै हो है। इन्जोय योरसेल्फ, बी कन्टिन्यू। यहाँ चाहिँ फोटोसुट भइरहेछ गाइज, उसको लागि थम्बको लागि होला सायद। नि आइछ अनि फोटोसुट भएको नि यता क्लिप देखाइदिउँ मलाई टक्कै। हेरेको भएन, कहाँ हेरेको? अनि हाम्रो फाइनली फोटो सुटिङ पनि भ्याइयो। अब यो लोकेसन चेन्ज गरेर हो भने अब यो ठाउँबाट अब वहाँ जाने रे।
माथि कुन हो खै अब माथितिर जाने अनि त्यहाँ चाहिँ फेरि न्युट्री जाने रे रेस्टुरेन्टको सुटिङ रेस्टुरेन्टमा क्लिप लाग्न यस्तै चाहिँ यार यस्तो डुले है हैरान भइसकेको छ हामी नास्ता पनि रेस्टुरेन्टमा गर्ने होला उहाँ दाली खिचिदिनुहुन्छ अब अरू यस्तै हो कि नै अब माथि जाने बेला अब अलिकति उसको ओएको अन द वे अलिकति भिडियो पाउँला अनि माथि भिडियो पाउँला है बाई सो गाइस अनि हामी चाहिँ नेक्स्ट लोकेसनमा हिँडिरहेको अब लास्ट क्लिप हो यहाँ त्यहाँ चाहिँ जाने न्यू रोड प्यारेलल रोड न्यू सिटी सो म त एकदम टायर्ड भइसकेको थिएँ लास्टै थाकी लागिसकेको छ हजुर त्यो बनकोट मैटो हो त्यहाँ जाने अनि त्यहाँ चाहिँ अब घरको गिटार सितार ल्याउनु पऱ्यो अझ गिटारको सुटहरूको क्लिपहरू पनि धेरै छ है गिटार सिधा चाहिँदैन चाहिन्छ नि गिटार चाहिने गिटार त्यति लामो टुन्छ के गर्नु त्यत्रो टाइम टुममा मलाई गिटार सिधा चाहिने गिटार ल्याउने हो चस्मा ल्याउने घरबाट अनि अरू कपडा लिएर आउने हो नयाँ नयाँ कपडा लगाएर सुटिङ गर्ने हो ओके ओके नयाँ कपडा लाएर पनि सुटिङ मेरो मोबाइल चाहिँ नयाँ सो हरेक नि हामीले चाहिँ चल्छ है लोकेसनमा हाम्रो लोकेसनको घर चाहिँ यही घरमा जाने ल भिडियो पाउनु चाहिँ यहाँ घरमाथि गएर छतबाट डक्क माउन्टेन देखिने हिसाबले हो कि नै हुन्छ नि त तोडिगा सो लेट्स क्लाइम अरे कोरियाको राफर चाहिँ छिटो आउनुहोस् न त खोज पनि यस्तो गर्नुहुन्छ र अलिक घाम त ढिलो हुन्छ यार लोलेस आउन हाम्रो आउनु त सुटिङ चाहिँ सुरु हुन लागेको छ सेटअप हुँदैछ यहाँ कबाडी क्या राफर कहिले ढिलो गर्ने भएछ दाजुहरूले 2 सप्ताह जाओस् यो त बाबु गर्ने साह्रै एकदमै टाउको है अब चाहिँ हाम्रो भिडियो क्लिपहरू सुटिङ हुँदैछ धेरै अब भिडियो गाली खाइन्छ सो त्यसमा सो प्याकअप भइसक्यो यहाँको क्लिप पनि रेकर्ड भयो सायद आएको छैन होला है दाइले रेकर्ड गरिदिनु भएको खै मेरो मोबाइलमा चाहिँ नभए गएर क्लिपहरू ल्याएर भयो भने कस्तै हुन्छ म भिडियो चाहिँ एकदम प्रोभाइड गर्नेवाला छु सो अब फेरि तल जानु पऱ्यो हाइट हेर्नु सक्नुहुन्छ है कपाल नराम्रो भएर सो तल आइसकेँ यस्तो हेर्नुपर्छ यस्तो हेर्नुपर्छ यस्तो अब नेक्स्ट क्लिप चाहिँ हाम्रो न्यू सिटीमा हुन्छ सो अब नि अन द वे थोरै भिडियो पाउँला नभए चाहिँ अब त्यहाँनिर भेटौँला नि त बाई अनि फाइनल गाइस हामी चाहिँ भाइरल रोड आइसक्यो हामी न्यू सिटी हामी जाने चाहिँ रेस्टुरेन्ट अगाडिकै रेस्टुरेन्ट हो नयाँ बनेको रहेछ यो जानु पनि है यो वी आर गोइङ देयर अनि अब मम्मी बाबा आउँदै हुनुहुन्छ होला पछाडि कहाँसँग आइपुग्नु भयो आइराख्नु भयो देखेँ मैले अनि गीता लिन जानु छ कि नै अनि एउटा चाहियो अझ एउटा क्यारेक्टर कम परेछ प्लसमा पनि लिन जानेवाला छ मैले किसिममा यति नै हो कि नै अब अलि भेट गरौँला है लास्ट त्यही झ्याउला राजामा त यस्तो दौ भइसक्यो सो अनि अघि नै यहाँ चाहिँ अब सुटिङ गर्नलाई प्याक भइसकेको ठाउँ चाहिँ भएको रेस्टुरेन्ट खोजिराख्नु चाहिँ भेट्यो पर्ने बाहिर पनि लोकेसन दामी छ बाहिर लोकेसन दामी हुन्छ अनि भयो भने बाहिर नभए के हुन्छ है त्यो फिक्स छैन भने भोक जस्तोलाई राखी फोनले पनि जस्तै अब नेक्स्ट वान क्लिपमा भेटौँला बाई सो यहाँ हेर है अनि हामी ओर्दोले 1 घन्टा पछि हाम्रो नास्ता चाहिँ आयो तर हामी सुटिङ गर्ने गाउँ केही फिक्स छैन डाइरेक्टरहरू क्यामेराम्यान पनि नास्ता गर्दै हुनुहुन्छ
मम्मा अनि अब यो हो भने अब काहीँ सुटिङ गर्ने फिक्स अब काहीँ जाने फिक्स भयो भने चाहिँ फेरि मात्रै बेलासम्म चाहिँ बाई अनि अब चाहिँ हामी लक्ष्मणले मैले गिटार र चार्जरले हानेको थिएँ अनि म चाहिँ लिन जाँदैछु ओए यहाँ चाहिँ आइगयो त अनि हो यार लक्ष्मण भाइ चाहिँ आइसक्यो लक्ष्मण भाइ आइगयो थियो अनि म गिटार पनि आइसक्यो अनि यही हो अब अझै हाम्रो क्यामेराम्यानहरू र डाइरेक्टरहरू खाना ठिकै छ है केही छैन भने के गर्न सकिन्छ र हो कि नै अब ठिकै छ अब क्लिप सुटिङ गर्ने भने भेटामा जान्छ भाइ मोबाइलमा चार्ज छैन म चार्ज लगाउँछु ल लाइट बाल्नु पर्छ ठिक छ यता आउनु न यता काउन्टर यता काउन्टरतिर त्यसलाई यसो गरेर यस्तो मात्रै गर्नु भइहाल्छ तिमी आउँदा त्यहाँबाट एकछिन कति भयो कुरा गरे जस्तो भयो भने जस्तो गरिराख्नु नानीले त फर्किन्छ यता अलि पछाडि फुल्ने हजुर सेकेन्ड दिएर अब नहाँस्नु त्यसरी कहाँ यता बस्दिन्छ ल वहाँ गेटसम्मै जाऊ है गेटसम्मै जाऊ यता यता गेटसम्म बस होइन किन पोज नदेऊ न नर्मल तरिकाले उसलाई हेरे चाहिँ यताउता हेर यस्तो भयो ठिक छ नि होइन कलर के कलर मिलान बाउला उता भित्रबाट आएर त्यहाँनिर त्यति रोकेर बाहिर हेर्ने केटीलाई हेरिरहेको छ तिमीले अहिले बाप रे म्याराथन दौडिङ लाग्यो बिस्तारै बिस्तारै आइज न दौडाउँदाखेरि बाउला बिग्रे आइज बिस्तारै नमस्ते दायाँमा हेर्नु त्यहीबाट यस्तो अगाडि देखेर है क्यामेरामा हेर कस्तो गर्ने क्या हेरेर अब लाइज रुममा
हाँस्नु थियो हो ठिक छ उता हेऱ्यो केटीलाई हेऱ्यो केटी धारामा हेर खाली छिटो भयो फाइनल अब लक्ष्मणको रोड पनि आइसकेको छ है लक्ष्मणमा आइसकेको छ एउटै बुढाको चाहिँ काम यही हो अब अलि अब राख्नु नि त्यसलाई हेऱ्यौ ल ठिक छ पहिला हाई गरेर यता फर्केर हाई गरेर हाई गा बल्ल हातले अलि हाँस्नु साले फकिएर आदमी गर्नु नै बढी कति हाँस लाग्छ मलाई त रुवा छोड्यो अब हाँस्नु सिक्न गरिराख्नु मलाई रेडी गरेर यस्तो गरिराख्नु पन्जा अलि खोल्न कान्छो रेडी अलि मजाले हाँसेर यार भएन यार हाँस्नु मजाले हाँस्नु अलिकति भित्रैबाट हो यता केन्द्रमा फर्का सुत्यो हाई गरेर त धेरै माथि हाल्नु हो त्यसरी है रेडी ल है एक्सन ल भयो अब गरेर जाने बस्नु ल इसर इन्टरमै राख है बन्द गर रेडी बिस्तारै जा एक्सन बस गर्नु बस 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 ल बस ल जाऊ स्टार्ट जाऊ भयो लेला घरतिर लिएर छोरी बाबु म गीत गाउँ तिम्रो उसमा ब्लगमा हाल्नुहुन्छ यति हाम्रो भिडियो कम्प्लिट भएको नै छ अझै ठिकै थियो म त सिधै लास्टमा सिन आएको नि त लास्टको लागि के होला त्यो सिन बाँकी छ ल एउटा दामी गीत है दामी ब्लगको लागि ल स्याड गीत होइन ल ल सिमले छायामा बसे भरिया लामो सास फेरेको मेरो भइसक्यो हसे झन् ठुला दुःखले कहिले कहीँ साथ दिने बुढे थिए कहिले कहीँ साथ दिने बुढे थिए घर छोरा छोरी सम्झे रेडी एक्सन भएन हिँडै भएन यार के हिँडेको यो हात तिम्रो दायाँ बायाँ सिधा सिधा गर सिधा हो एउटा हात खोल्टीमा हालेर हिँड नभए क्याप्चर भइरहेको यहाँ तपाईँको हिँडाइ ब्लगमा आएछ यो एकदम क्याप्चर गरेर पर न रेडी एउटा हात खोल्टीमा एक्सन
हिँड आऊ आऊ सत्रक बुढा फट दोबार टिक्का दिनु यति काटेर भयो केटा र केटी रेडी यता नहेर अब गिटारतिर हेर क्यामेरामा झुकेर पनि नहेर्नु है रेडी हो एक्सन ल बजाऊ केटीलाई हेर हाँस बजा त्यस्तै गरी बजाइराख प्र्याक्टिस नानी पूरा ट्यापेस देखियो एक्सन जाऊ भयो फर्के बाबा हाँस्ने है अघि जस्तै आपसमा कुरा गरेर यता कटा एकदम guys. So again we change our location. हमारे वीडियो निकले बटन भ्याइयो अब नेक्स्ट टाइम अब नेक्स्ट लोकेसनमा भिडियोहरु हुने अरे अब यो फेरि अन द वे भिडियो बनाउने फेरि त्यहाँ गएर क्लिपहरु देखाउने हो कि न हजुरले बनाइराख्नु भिडियो हेरिराख्नु थ्यांक्स फर वाचिङ अझै पनि कन्टिन्यू हेरिराख्नु होला लेट्स मिट अन द वे बाइ हामी चाहिँ थर्ड लोकेसनमा आइसकेको छौँ है के अरे नाम भुलियो मैले यार यो बेदर यो फ्रम आउटसाइड फ्रम इनसाइड वाला साइड से खतरनाक था गिटार सो यहाँ चाहिँ काम चल्दा रहेछ उद्घाटन भएको रहेछ अझै पनि ओहो ठाउँै नाच्ने बनाएको त नि यो डान्स त्यो चाहिँ त्यही हो अब त्यो यहाँ चाहिँ रोप यसको म चाहिँ भिडियो बनाउँछु तर मेरो घरमा चार्ज छैन म चार्ज गराउँछु अलि क्लिप सुट गरेर हाल्छु बाई के अरे आइसक्यो हेलो भाइ के छ खबर कहाँ भयो तपाईँको परिचय गर्नु हुन्छ उता देखियो त्यो बाबुहरूलाई नि बसाल्नु के भने उता
अहिले भएन होइन बोल्न रेडी एक्सन पानी खासु बन्ने कि खाने देखाउनु थियो खासु गर्न बग्यो खाऊ खाली पानी खानु ओ माय गॉड साथी के छ हाल खबर अरे तिमीहरू बस्नु भनेको मान्छे बस्दिन यार ल फेरि हो है रेडी एक्सन पसिना अगाडि हाँस्यो रेडी क्यामेरातिर हेर्दैन क्या एक्सन हटाइदिनु पर्यो एकैछिन है यता क्यामेरामा सुन्दै क्यामेरामा हस्पिना चाहिँ हेरेको भएन अलिक तल गरेर बाबु ढोका खोल्दै केटा चिसो पनि खायो फाइनली गाइस हाम्रो भिडियो चाहिँ सुटिङ गरेर पुरा भ्याइयो नै थाक्दो पनि सब भरायो थाक लाग्दो पनि सब भरायो अब घर जाने अनि त्यही अब भिडियो कल अफ हुन्छ कहिले हुन्छ नि पब्लिक हुन्छ अनि मजाले भन्ने चाहिँ पक्कै पनि भिडियो चाहिँ अब सायद भोलि नै जुस लाग्यो अनि त्यही अब नेक्स्ट भिडियोमा भन्छु म भिडियो चाहिँ कहिले आउँछ भनेर अनि त्यो अब हाम्रो अब कन्टिन्यू हेरिराख्नु होला हामी सबै हेर्नेछ दामी ठाउँ छ अरे अझै पनि ऊ भएको छैन क्या मतलब उज्यालो भएको छैन 15 दिनहरू लाग्छ अरे बन्न चाहिँ एकचोटि फेरि हामी आउँदा नि त भिडियो बनाएर कुन ठाउँमा कहाँनिर सो बाई हाम्रो टिमहरू है मेरो भाइ गुन्डा यस्तो रोल पनि छ है हेर्नुलाई के रोल साले फकिर आर्मीको कसले मैले हजुर हजुर एकदम चलाउँछौँ सोध्नु भयो सरले सोध्नु भयो चलाउनु चलाउँछौँ म पोस्ट गराउँछु हजुर सो गाइस रिटर्निङ द होम है हामी चाहिँ फर्किँदैछ
अब घर जानु पऱ्यो अब खाना पऱ्यो नास्ता खाएको कहाँ गएको नास्ता भएर छ दाजु त अब मैले मोमो खाएको मोमो खानु भयो थाहै नै छ है कि कागज नबोकेर आउने 3-3 जना बाइकमा भिडिरहेको थियौँ त्यही माथि अगाडि ट्राफिक बसाएर चाहिँ म पछाडिको मान्छेहरू छ 3 जना हाम्रो टिमहरू सबै सावधान गर्दैछु ए घर जाने बेला नै आरामसँग घर जाने बेला छ फेरि अब कहाँ कुनबाट जाने कहाँबाट जाने रहिरहनु आउँदैछ हाम्रो टिम चाहिँ अनि दादा र म चाहिँ हाइरो खेलामा ट्राफिक देख्नु भयो कस्तो दाल अगाडि त फसिन्थ्यो हेर्न त छ आधा जुरिमाना त्यतिको हावामा सो अब हाम्रो टिमहरू आएपछि म रोक्छु त्यो बेला भेटौँ न होइन गाइस अनि हामी चाहिँ अब यस्तो खटारा बाटो हालेर हिँडिरहेको छौँ है ट्राफिक मामा हुनुहुन्थ्यो नि त अगाडि बाबालाई चाहिँ भेटेर आउने बाबालाई चाहिँ फर्कायौँ तर स्कुटरवाला चाहिँ भेटाएर हाम्रो खै उतै घर हुँदै थियो अरे उतै पर्छ हुन्थ्यो बाबाले थाहा भएन हामीलाई त खासै सो फाइनली वी आर इन होम घर आइपुग्यौँ फाइनल्ली मम्मी खाइदियो उठो मम्स पानी रोक्ने एकैछिन म कपडा चेन्ज गरिहालौँ सो गाइस अहिले चाहिँ म अहिले बहिनी आउँदैछ नि बहिनी आएपछि अनि म भेट्छु ल भाइ अनि सो गाइस आजको भिडियो यति नै थ्याङ्क्स फर वाचिङ इन हामी सबै चाहिँ सेफली घर आइसकेका छौँ हाम्रो चलान पनि काटिएन अनि हामी सबै घर पुगिसकेका छौँ है अनि अब चाहिँ अलिकति रेस्ट गर्नु पऱ्यो खानासाना पकाउनु पऱ्यो हो कि नै अनि हजुर चाहिँ यति नै अनि लेट्स सी एन्ड नेक्स्ट भिडियो अनि भोलि पर्सि मेरो वेलकम प्रोग्राम छ त्यसको भिडियो पर्सि नयाँ चाहिँ मेरो बर्थडेको भिडियो हामी लगातार नै भिडियो हालिराख्नेछौँ अनि यो भिडियो चाहिँ अब हो नि मैले सुट गरेको भिडियो चाहिँ कहिले आउँछ भनेर म नेक्स्ट ब्लगमा भन्ने छु मैले अघि पनि भनिसकेको छु अनि सायद भोलि भन्छ फेरि स्पाइसी नुडल च्यालेन्ज गर्ने विचारमा छु हो नै स्पाइसी फुड च्यालेन्ज गर्नु पर्ला फेरि केही नै अब हेरौँ के हुन्छ नि अब नेक्स्ट भिडियोमा भेटौँ ल त्यसो चाहिँ बाई थ्याङ्क्स फर वाचिङ इन